गाउँको नाम भिरपानी थियो। पाखा झरेको नदीले दुई भागमा छुटाएको र पुरै गाउँमा पाइला टुङ्गीले मात्र जोडिएका घुम्टो बाटाहरू। भिरपानीका बुढाबुढीहरू साँझ पर्दा आगो वरिपरि जमेर कसैले नबोली बस्ने नहुने सल्लाह दिने गर्थे। राति खोलातिर नजाऊ उनीहरूले सधैँ भन्थे। खोलाको त्यो पुरानो खोलोमा मुर्कुट्टा बस्छ। मुर्कुट्टा? गाउँका बच्चाहरूले त्यो नाम सुनेको मात्र थिए, कसैले देखेको थिएन। तर बुढाबुढीहरूको कुरा धेरै वर्ष पुरानो थियो। यो अरू कसको होइन, तन्नेरा झै आँखा, मान्छेको जस्तो स्वर, तर मासुको भोक मात्र। रातभर खोलाको किनारमा बसेर घाँटी चाउललाई खोज्छ। सुनचाँदी नामकी केटी घरैमा जन्मेकी थिइन्। उसले कहिले खोलातिर हेरिनन्, तर उसलाई खोलाको चाहना थिएन। तर साँझ बेलुका खोलाको दिशातिर सङ्गीत सुन्ने बानी थियो। त्यसै साँझ उसले सुनी एउटा पुरानो बाँसुरीको स्वर टाढाबाट आउने, मानव कसैले पुरानो गीत गाइरहेको होस्। गाउँका केटाकेटीले भन्यो, बाँसुरीले मुर्कुट्टालाई बोलाउँछ। र त्यो सुनचाँदीको जिज्ञासा झनै तीव्र भयो। एक रात उसले घर छोडेर खोलातिर हिँड्ने निधो गरिन्। चन्द्रमा बादल पछाडि लुर्किएको थियो र जङ्गलले शान्ति बोकेको थियो। नदीको पानी चुपचाप बगिरहेछ, तर खोलो, त्यो पुरानो खोलो अँध्यारो आकृतिमा बसिरहन्थ्यो। खोलाको मुखमा झाइले छाया पार्थ्यो र कहिलेकाहीँ पानीमाथि चिसो धुवा ओर्लिन्थ्यो, मानव कसैले निश्वास फेरेको होस्। वहाँ खोलाको किनारे बसेकी थिइन्। बाँसुरीको स्वर तिमीलाई बिस्तारै अपिल गरिरहेछ। स्वर न त मान्छेको न त पशुको। एउटा क्षणमा मधुर, अर्को क्षणमा तीखो र भयानक। अचानक त्यो स्वर टुट्यो र त्यहाँबाट खाली ठाउँबाट एक शीतल हाँसो उठ्यो। सुनचाँदीले फर्केर हेरिन्। कुनै मान्छे देखिनन्, तर उसले महसुस गरिन् कि आँखा उसलाई हेरेको छ, एकदम नजिकको, तर अदृश्य। कुनको हो? सुनचाँदीले जाग्दै सोधिन्। खोलाबाट आवाज आयो, मानव पानीले बोलिरहेको होस्, म यहाँ बस्छु, म तिमीलाई खोज्दैछु। आवाज नराम्रो थियो, तर शब्दहरू मानवीय थिए। सुनचाँदीको मनमा डर र उत्सुकताले उस्तै सँगालियो। उसले सोची, यदि म भागे भने गाउँलेहरू अझै चौरमा मेरो बारेमा रौलान्। त्यसैले उसले ठानिन्, के भए पनि त्यो आवाजसँग कुरा गरौँ। तिमीको नाम के हो? उसले धमिलो स्वरमा सोधिन्। मुर्कुट्टा, त्यो झनै चिसो आवाजले भन्यो। तिमीलाई मसँग खेल खेलाउन चाहन्छु। अर्को बिहान गाउँलेहरू सुनचाँदी नदेखे। घरमा हल्ला मच्चियो। उनको आमा बुवाले रातभर खोजे, तर केटीको पोसाक खोलाको किनारे भेटियो। रातभर टिपेका पात र फुलहरूको सह पानीमाथि थिइन्। गाउँमा भय फैलियो। केटाकेटीले बिहान बेलुका पुराना कथाहरू सम्झे। एकपल्ट मुर्कुट्टाले कसैलाई पक्र्यो भने त्यो मानिसको हाँसो सधैँ सुनिन्थ्यो, तर उसको अनुहार कहिले पो देखिँदैन। दिनहरू कटिरहेका थिए। सुनचाँदीको पिता रामु लगभरि निस्के खोजीमा। उनी खोलामाथि पुगेर त्यो खोलोको पाटा हलाउन थाले।
कहीँ पत्ताहरू, रुखमा टाङ्गिएका जाडोको रेसाहरू, तर मुटु भत्काउने चिसो शीतलपन उनले अनुभव गरे। पानीले हल्का स्वरमा केही बन्यो। गरे तिमीले मलाई बोलायो, तर त्यो आवाज त्यस दिन मानिसको भाषामा थिएन। त्यो आवाजले पीडाको कुनै गहिरो तह देखायो। रामुले कसम खायो, उसले त्यो बच्ची फिर्ता ल्याउनेछ। बिहान बिहान गाउँमा 2 जना पुरुष देखा परे। अग्ला, श्यामदार, नयनहरूमा अनुभवी थरथराट। उनीहरूलाई मानिसहरूले भेटुवा भन्थे, जसले पौराणिक जीवसँग सम्झौता जान्थ्यो। भेटुवाहरूले भन्न थाले, मुर्कुट्टा केवल भूत होइन, त्यो भएर बसेको आत्मा हो। कुनै जन्तुबाट उत्पन्न होइन, यसको भोग त गुरुत्व हुन्छ, मानवको सम्झनाले बनेको। रामु सङ्केतले हुन सक्छ। भेटुवाहरूले एउटा पुरानो विधि अघि सार्नुभयो। हामीले खोलालाई नहलाई शुद्ध पार्नुपर्छ, तर शुद्धिकरण मात्रले पुग्दैन। मुर्कुट्टाले सम्झना माग्छ। कहिलेकाहीँ त्यो स्मृति फेरि दिनुपर्छ, अरू कहिले छोड्नुपर्छ। उनीहरूले सुनचाँदीको परिवारलाई भने, हामी सँगै रात काट्छौँ। साँझ पर्दा भेटुवाहरूले पुराना मन्त्र, धूप र फुल राख्ने नियमबारे बताउन थाले, तर गाउँका केही मानिसहरू विश्वास गर्न चाहन्थिएनन्। केहीले भने, एकपल्ट मुर्कुट्टाले मानिसलाई लियोपछि त त्यो मानिस सकुन हुन्छ, हामीले के बिगार्ने। तर रामु, जसले आफ्नो छोरी गुमाएको थियो, कुनै पनि विकल्पको लागि तयार थिए। रात परेको थियो। भेटुवाहरूले खोलाको नजिकै एक वृत्त बनायो। मध्यभागमा एउटा सानो पिण्डी राखियो, जसमा सुनचाँदीको पोसाकका टुक्रा र उसले मन पराउने रातो रिबन राखिएको थियो। मन्त्र सुरु भयो, पुरानो भाषा, जसले गाउँका पुराना छाला खोले जस्तो भय उत्पन्न गर्यो। हावाले कुरिनो ल्यायो। बत्तीको लाजोर धुन्द झैँ घट्दै गयो। मध्यरातमा अचानक नरम हाँसो फेरि आयो। आँखा खोज्नेहरूले देखे, खोलाको पानीमाथि एक स्वरूप उठ्न लागेको, मानव पानीबाट मान्छेको रेखा जमिरहेको छ। तर त्यो मान्छेको अधुरो रूप थियो। अग्लीतिर साना काँध, अनुहार धुमिलो, आँखाहरूमा अनौठो उज्यालो। सबैले चिच्यायो, त्यो त मुर्कुट्टा थियो। तर यो मुर्कुट्टा सुनचाँदी जस्तो शरीर लिएर आयो, तर अनुहार अचिन्त्य थियो, आधा हाँसो, आधा पीडा। तिमी हाम्रो घर फर्क, रामुले कराए। मुर्कुट्टाको स्वर पानी जस्तो बग्यो। यो घर मेरो घर होइन, म यहाँ बाँच्दिन, म सम्झना बोक्ने मान्छेहरूको छाया हुँ। उसले महिलाको स्वरले भन्यो र बोलीले थप्यो, तिमीले मलाई बोल्यो, तर किन बोल्यो? किन मलाई बन्दी बनायो? भेटुवाहरूले पुरानो विधि अघि सारे, सम्झनाका नामहरू बोले। गाउँका पुराना अपराधहरूको सूची खोलियो। उज्यालोमा देखा पर्यो, मुर्कुट्टाको आँखा खोल्दै गहिरो पीडा झल्कियो। त्यो मात्र एउटा आत्मा नभएर अनगिन्ती अनकहिया सम्झनाहरूको झोल थियो, जसले मान्छेहरूले मोडेर छोडेका पुराना प्रजा, बिर्सेका प्रेम र कुशासनको पीडा समेटी राखेको थियो। साँझ बेलुका कुरा होइन, त्यो रात विधिले एउटा सम्झौता गरायो। मुर्कुट्टाले भन्यो, मेरो भोक शान्त हुनेछ जब म तिनीहरूलाई सम्झना दिनेछु, जसले मलाई भुलेका छन्। तर फेरि मैले माग्नेछु,
प्रत्येक पटक जसले मेरो साम्राज्य छुन चाहन्छ उसले एउटा सम्झना छोड्नुपर्छ। शब्द नरम भए तर ती सबैको कानमा करारिले। रामुले आँसु पोसे, कि माल स्वरूप? त्यो बोले, मेरो सुन चाँदीलाई फिर्ता देऊ। मुर्कुट्टाले टाउको झुकायो, तर सम्झना तिमीले छोड्नुपर्छ। सम्झौता सरल थिएन। प्रत्येक परिवारले आफ्नो पुरानो दोष र गल्तीहरू खुल्ला गर्ने, क्षमा माग्ने र एक एक साना सम्झना खोलामा दिने। कसैले आफ्नो पहिलो प्रेमको पत्र जलायो, कसैले आफ्नो पाप भएको एक रातको सत्य स्वीकार गरे। गाउँलेहरूले अनौठो कुरा गरे, आँखा भर्नु, औँलामा जङ्गली फुल बाँध्नु र पुरानो गीत गाउनु। पानीले जस्तो शान्तिमा ती सबै स्वीकार गर्यो र मुर्कुट्टाको स्वर शान्त हुँदै गयो। राम्रो र नराम्रो बीचको सन्तुलन फर्कियो। रातको अन्त्यमा खोलाले सुनचाँदीलाई फिर्ता गर्यो, तर उसले पूर्ण रूपमा फिर्ता आउन सकिनन्। उसले मूल रूप लिएर आएको भए पनि अब उसको अनुहारमा अनौठो शान्ति थियो। उसले आमालाई देखेर मुस्कुराइन्। त्यो मुस्कान भूतपूर्व थिएन, तर मान्छेको हक थियो। तर सबैले टाढाबाट देखे। सुनचाँदीको आँखामा कुनै एक झिल्को अझै पनि पानी जस्तो टल्किरहेको छ, मानौ उसले कहीँ गहिरो कुरा देखेको होस्। दिनहरू बिते। मुर्कुट्टाको उपस्थितिले गाउँमा नयाँ नियम ल्यायो। कोही पनि आफ्नो सम्झनालाई लुकाउँदैन थियो। गाउँलेहरूले हरेक वर्ष खोलामा एउटा सानो उत्सव मनाउने भए, स्मरण उत्सव, जहाँ पुराना गल्तीहरू सम्झाउन नयाँ बाचा गरिन्थ्यो र मुर्कुट्टालाई एउटा सानो थाल अर्पण गरिन्थ्यो, एउटा सङ्केत कि उनीहरू कहिले पनि बिर्सने होइनन्। तर एउटा कुरा सबैले थाहा पाए, मुर्कुट्टा किन डराउन थियो। त्यो मान्छे जस्तो व्यवहार, मान्छे जस्तो शब्द र मान्छे जस्तो सम्झनाले बनेको थियो। उसको वास्तविक भक्ति पीडा थियो। यो पीडा भुल्नेले दिएका चोटहरूको थियो। र जबसम्म मान्छेले आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, त्यो खोलामा अर्को मुर्कुट्टा जन्मिन सक्छ। र सुनचाँदीको केसले सबैलाई एउटा शिक्षा दियो कि कहिलेकाहीँ हामी जति चिच्याउँछौँ, समस्याहरू झन् नजिक आउँछन्। तर जब हामी साँचो हृदयले सामना गर्छौँ, भयानक आकृतिहरू पनि शान्त हुन्छन्। यो कथा हामीलाई सोध्छ, तिमीले कहिले त्यो खोलामाथि चन्द्रमालाई हात छोएको छौ? के तिमीले आफ्नो पुरानो सम्झना खुला गरेको छौ? यदि होइन भने भोलि साँझ एउटा सानो फुल लिएर आफ्नै खोलाको किनार लाग। किनकि याद राख, जहाँ सम्झना बिर्सिँदैछ त्यहाँ मुर्कुट्टा